हेलो हेलो भन्न हामी कहाँ जाँदैछौँ भन्न हामी कहाँ जाँदैछौँ त्यसो गरेको छिटो न बाख्रा जस्तो चपाउँदैछ बाख्राले घाँस खास त चपाउँदैछ त्यसले चुइङगम त मान्छेले जस्तो भन्न हामी अक्कु र म दोकान जाँदैछ छेट अरू पनि भन चाहिँ हामी चाहिँ खोल्सामा आइपुग्यो यहाँ चाहिँ गेनोनमको दोकानमा चाहिँ म चाहिँ सब्जीको दोकानमा छ लोकल सब्जी चिउरा र चियापत्ती किन्नु आएको सकेछ नि त चियापत्ती त फेरि गाउँ बस्तीमा त हेर्नु एकदम मस्ट हो नि सबैभन्दा बेसी युज हुने चाहिँ चियापत्ती हो अनि यहाँ चाहिँ अर्ग्यानिकहरू पनि पाउँछ यो चाहिँ कासिङको फेमस दोकान हो है हेर्नु त्यस्तो लाइभ भिडियोमा लाँदै गरेको छ फेरि ल जानु ल गएको भेटौँ के खाएको त अहिले चाहिँ बाउ छोरा कहाँ गएको घुम्नु निक्लेको आएको घुम्नु निक्लेको हामी होला कुन्ज्याङ त कम्ता मोटो भएन त हेर्नु हातहरू हेर त ठेट्टिरिका हौ बाटोमै बाउ छोरा भेट्यो हेलो गजे कुन्नु साथीको छोराहरू यत्रो यत्रो भइसक्यो आफू चाहिँ कहिले हो बाउपट्टि चाहिँ नजाओस् है बदमास हुन्छ है कति महिना पुग्यो त 5 महिना पुग्न 5 महिना पुगेको नानी हेर हेरौँ क्यामेरामा हेरिदेऊ आकु हेर्नु भाइ बहिनी कहिले आउने भनेर सोधिदेऊ न यत्रो भए केटा पनि थेत्तिरको हिजो अस्ति जन्मे जस्तो लाग्छ हेर्नु त आमा ओ हातहरू हेर त यहाँ रेस्लिङ खेल्ने जस्तो त हाम्रो भोटे केटो त अन्त अम्मो ठुलो भने है इन्तजारमा छ हामी सबैको कोही उसलाई लगेर गयो ओ कुन्ज्याङ ओ कहिले हुन हाम्रो यत्रो ओ तिमी आफै छौ हो जाउँ भोटे केटा यता हो सिधे लेक त्यहाँ सिधे लेक त्यहाँ सिधे लेक बिग्रेको छैन फ्रिजमा छ थिएन अन्त ए हुन्छ मनपर्छ है म चाहिँ यहाँ कुन्ज्याङको घरमा छु अहिलेको सानो मोटेको घरमा चिया खाँदैछु हाम्रो गाउँ बस्तीमा चाहिँ त्यो राम्रो हुन्छ क्या चिया खाने सोध्दैन यहाँ चाहिँ एकैचोटि नुनको खाने कि चिनीको खाने भन्छ क्या हाम्रो यहाँ बतिमले डोको बुन्नु हुँदैछ बतिम डोको के हो यो डोको के पो हो है यो पनि एउटा सिपै हो सबैले कहाँ सक्छ बतिम दिनमा बुन्यो भने कतिवटा जस्तो बुन्छ 4वटा बुन्नु सक्छ के को बाँस हो बतिम यो कति वर्ष भयो बतिम कति सालदेखि तपाईँले गर्नुभएको है अब त अहिलेको त हामीलाई त के याद हुन्छ घरकै लागि बुन्नु भएको बतिम घरकै लागि कि 100 डेज कसरी एउटाको चाहिँ बतिम यो कालिम्पोङको अहिले बिहिबारको हाट लाग्दैछ नि क्या त्यहाँतिर पुरा ल्याउँछ त डोकोहरू त
तपाईँहरूलाई डोको चाहियो भने चाहिँ यसो मलाई भन्नुहोस् है कमिसन राखेर बेचिदिनु पऱ्यो बाई क्यामेरा क्लासमा पुरा भुल्यो यो त बाई